वैशाख महिना, जसलाई शास्त्र पुराणहरूमा माधव मास अर्थात् भगवान श्री माधवको महिना भनेर चिनिन्छ। यो वर्षभरिकै उत्कृष्ट महिनाको रूपमा लिइन्छ। यही महिनामा त्रेता युगको सुरुवात, गंगाको धरतीमा अवतरण लगायत अनेकौं पुण्य कार्यहरू भएका छन्। यस महिनाको प्रत्येक दिनले विशेष आध्यात्मिक ऊर्जा बोकेको हुनाले यस महिनाभरि नै पूजा, जप, होम, दान, तीर्थयात्रा, गंगा स्नान लगायतका कार्य गर्न सकिन्छ। र यस महिनाको प्रत्येक दिन छुटाउन नहुने कार्य हो गौमाताको सेवा। स्वयं भगवान पनि गौमाताको सेवाको निमित्त अवतरित हुनुभएको कुरा त हामीलाई थाहा नै छ। गौमाताको सेवा मात्र यस्तो कार्य हो जसले हामीलाई सम्पूर्ण तीर्थयात्रा, व्रत, गंगा स्नानको फल सजिलै प्रदान गर्दछ। त्यसैले गौमाता, जसको शरीरमा सम्पूर्ण देवी देवताको वास हुन्छ, उहाँको सेवाको लागि यस तीर्थमा गौशाला, जसले 400 भन्दा बढी आश्रयहीन गौवंशको संरक्षण गरिरहेको छ, त्यहाँ आएर प्रत्यक्ष सेवा गर्न सक्नुहुनेछ। यदि गौशालादेखि टाढा हुनुहुन्छ भने तल दिएको व्हाट्सएप नम्बरमा कन्ट्याक्ट गरेर सेवा गर्न सक्नुहुनेछ, अथवा त्यही नम्बरमा डाइरेक्ट ई सेवा पनि गरेर सेवा गर्न सक्नुहुनेछ। हरे कृष्ण, जय गौ माता।